50औं वर्ष अगाडिदेखि देखिरहेको ढुङ्गा यो। हामीले त देखेनौँ, तर हाम्रो बुवाहरू काकाहरूले यसलाई जिलेट लगाएर, जिलेट बम लगाएर पड्काएर मुलकोट संरक्षणको लागि भनेर पड्काएर बचेका ढुङ्गाहरू यी यसरी यो सबै यो होल गरेर बम जिलेट भन्ने हुन्थ्यो पहिला, त्यो जिलेट लगाएर पड्काएर बाँकी बसेका ढुङ्गाहरू यसरी चाङ लागेर बसेको रहेछ। तर हामी अहिले यतिका वसन्त पार गरिसक्यौँ, अहिलेसम्म हामीले देखेका थिएनौँ। तर अहिले यो कोसी गहिरिएर धेरै 50औं वर्षपछि यसरी गहिरिएर गएको कारणले गर्दा त्यो पहिला फुटाएका यसरी छेउछेउमै छन्, फुटाएर बचेका ढुङ्गाहरू अहिले चाहिँ स्पष्ट चाङ लाएर गाह्रो लगाएकै गरेर बसेर देखिन्छ। यही यसरी गाह्रो लगाएर ड्याम ठोक्या जस्तो भएर मुलकोटलाई भाँज हालेर मुलकोटतिर कोसी जान्छ भनेर काका बाउहरूले यसलाई चाहिँ पड्काएर फुटाएर बाँकी बसेका ढुङ्गाहरू यो चाहिँ अहिले धेरै वर्ष पछाडि देखिएको छ। यस्तो छाङ्गो बनेर त्यही पनि अब हामीले अस्ति नै मोटरबोट 1-2 वर्ष अगाडि मोटरबोट चलाउँदा पनि यो ढुङ्गाहरू नदेखिएको अहिले चाहिँ यस्तो अहिले चाहिँ यहाँ छाङ्गा परेर अझ गहिरो बनेर गएको छ। कोसी घटेको छैन, अझै बाँकी नै छ घट्नलाई। यस्तो देखिन्छ भनेपछि कोसी आफ्नै सतहमा गहिरिएर निजारिएर पारिपट्टि चाहिँ त्यो सबै खेत थियो। यो अहिले बगर देखिएको ढुङ्गाहरू पारिपट्टिको त्यो सबै बारी थियो वहाँ तलसम्मै। यो चाहिँ भित्तैसम्म कोसीले उता लगेको कारणले कोसी उता गहिरिएर उता पारिपट्टि गएको छ, रामसापट्टि गएको कारणले यतातिर चाहिँ पुरा सिन्धुलीपट्टिको यतापट्टि यस्तो ढुङ्गा रहेछ, सेभ रहेछ यो। त्यही भएर यसपालिको बाढी सबै पारिपट्टि गएको हुनाले यतातिर ठुलै बाढी आएको थियो, तर खासै क्षति केही पनि गरेन। यता चाहिँ धेरै अग्लो बनाइदिएको छ, तर ऊ माथि त्यो सिसौको रुख देखिएको भन्दा नि अझ अर्को स्टेप छ माथि उतापट्टि पल्लोपट्टि एकदम हाइट बनाइदिएछ। लगभग अब विपत्ति यो प्राकृतिक प्रकोपसँग त कसो के लाग्छ र, तर स्थितिमिति चाहिँ अब आउँदैन भन्ने लाग्छ मलाई। ल